Hey guys, welcome back to my YouTube channel. ल गाइजनीहरु गाइजनीहरु हामी कहाँ आएको छौं भन्दिनु त ल हामी खोला प्लस तोरीबारीमा आएको छौं अनि हाम्रो मेन चाहिँ के हो आज हामी पिकनिक खाना आफ्नै खेतबारीमा बारीको पाटामा आएको छौं वनभोज आएको हामी ल यस्तो छ है हाम्रो चाहिँ खेतबारी यही तोरीबारी अनि ब्युटिफुल गर्ल्सहरु सुवर्णा भान्जी समीक्षा जी मेरो कप बनाइदिदै छ गाइस हेलो गाइस यो चाहिँ हाम्रो घर छेउको खोला छ हैन अनि हामी चाहिँ यहाँनेरि घुम्न आएको छौं भाउजूहरु यहाँ खेल्दै हुनुहुन्छ अनि म चाहिँ भिडियो गर्दैछु द्याट्स अल गाइस भाउजूहरु खेल्दै हुनुहुन्छ यहाँनेरि यस्तो छ यहाँ चाहिँ खोला वाओ नेचर भाइब अब चाहिँ हामीलाई खाना खाना बोलाउँदै हुनुहुन्छ हामी चाहिँ थुप्रो बेर भइसक्यो नि त यहाँ आएको सो अब चाहिँ हामी पिकनिक स्पटतिर जाँदैछौँ म तपाईहरुलाई त्यहाँ गएर चाहिँ बाँकी के हुन्छ सबै कुराहरू चाहिँ डिटेलमा देखाउने छु बल्ल खोलामा पानी खेलिसकेर फोटो भिडियो सुट गरिसकेर आइपुग्नु भयो मेरो बहिनी भान्जीहरु सक्यो लु जाउँ अब भोक पनि लाग्यो चप्पल लाउन आँटेको म चाहिँ खानु भएको छ नि कोलाको बोटहरू यो चाहिँ हामीले हिजो अस्ति आएर रोपे जस्तो लाग्छ हैन बुढा र म भएर कति छिटो ठुलो भयो री हामीले चाहिँ यहाँ फलेको कोला खाइ पनि सक्यौं के घरमा लगेर यहाँ चाहिँ हाम्रो तोरीबारी छ हैन अनि आज पिकनिकको दिन मेरो बुढालाई चाहिँ धमाधम तोरीमा दबाई हाल्न दिन्छ आज दबाई हाल्दै हुन्छ अनि यस्तो छ गाइस मैले पहिलाको भ्लगरमा पनि हाम्रो खेत चाहिँ देखाएको छु तर पनि म फेरि देखाउँदै छु कति राम्रो लाग्छ के मलाई चाहिँ यहाँ एकदम पिस फिल हुन्छ आनन्द नेचुरल भाइब दिन्छ नि त ल गाइस यस्तो छ अब चाहिँ हामी पिकनिक स्पटतिर जाँदै छौं तिनटी वहाँ पर पुगिसक्नु भयो सो हेर्दै गर्नु होला म तपाईहरुलाई के हुन्छ हाम्रो पिकनिकमा कस्तो हुन्छ रमाइलोहरु सबै देखाउने छु यो तोरीबारी चाहिँ सधैँ साह्रै राम्रो देखिने कि देखे पछाडि भिडियो खिच्न मन लागिहाल्ने सो एक राउन्ड चाहिँ तोरीबारी पनि देखाइदिउँ हैन हाम्रो अग्ली भान्जी तपाईको हाइट कति छ 5'6" दीपिका पाडुकोन मोडल हाम्रो भान्जी ल यहाँ पनि खादा हुन्छ नि यहाँ कस्तो राम्रो छ नि ठाउँ यहाँ कति आनन्द छ यहाँ चाहिँ छ पैनी अनि ठ्याक्क लाएर अब चाहिँ हामी जाँदैछौँ पिकनिक स्पटतिर हाम्रो स्कुटी चाहिँ पर बसिरहेको छ फाइनल्ली हामी हाम्रो पिकनिक स्पटमा आइपुग्यौँ यस्तो छ हाम्रो पिकनिक स्पट ल हाम्रो डेस्टिनेसन चाहिँ यस्तो चाहिँ खेतबारीको बिचमा हैन खेतको बिचमा यसरी पिकनिक खाना पनि रमाइलो हुँदो रहेछ ल यहाँ त खाना खाना सुरु पनि भइसकेछ हामी चाहिँ खोलामा डुल्दा डुल्दै यहाँ चाहिँ पाक्दैछ हाम्रो मासु यता पाक्दैछ साग अनि आज त हाम्रो सेफ गङ्गा दिदी काका हेर्नु त ल शुभम खाने बेला भयो हेलो एभ्रीवन वेलकम टु माई भ्लग त भन्दिनँ प्रियङ्का मान्छेको भ्लग क्वालिटी चेकिङ है यो चाहिँ कस्तो ब्युटिफुल आयो यार हामी त नि मेरो भान्जीलाई भेट्न चाहिँ म यत्रो हुनुपर्ने रहेछ हजुर आमा ले त हेर्नु कस्तो लाग्दैछ आज पिकनिक भन्नु त एकदम रमाइलो लागेको छ है सबै नाति नातिना भेला भएर भात हेर्नु कति मिठो भएको छ खेतबारीको पिकनिक रमाइलो हुँदो रहेछ रमाइलो भयो घिउ र भात खायौँ साग भात खायौँ भन्नु न 11:30 भएको यता चाहिँ खाना खाने बेला हो भनेर घन्टी बजाउँदै हुनुहुन्छ है खाना पाको लुसु पनि खाँदैछौ पिकनिक
ल उमा दिदीले धेर खानु भएको छैन हेर्नु त थोरै खानु भएको छ यता हेर्नु त उमा दिदी मैले धेर निकाल्दिएको छुइनँ थोरै निकाल्दिएको छु यता चन्द्रा दिदीले पनि कति थोरै ल धेर ननिकाल्दिनु भन्ने मान्छेको थोरै निकाल्दिनु पर्यो नि त यता हाम्रो काकी सबैलाई खाना दिँदै हेर्दै हुनुहुन्छ यता हाम्रो भाइ आमा के खाएको भाइ के खाएको पिकनिक खाएको हो अनि पढिसकेको ब्याग पनि लिएर आउने मान्छे हेर पिकनिक ब्याग लिएर आउने के खानु भएको माम खाएको पिकनिकमा के खानु भएको माम खानु भएको लाज लाग्यो मोबाइल निकालिसक्दा मनिषा दिदी मलाई नि एउटा हालिदिनु हेर त भाइ त कति ह्यान्डसम छस् त ह्यान्डसम छस् कि छैनस् हल्ला खल्ला भाइ तैँले यस्तो पिकनिक खाएको थिइस् पिकनिक मजा आयो अनि तेरो गर्लफ्रेन्डको नाम भन्न हौ गर्लफ्रेन्डको नाम के अरे के राजवंशी अरे भन् छिटो भन् पहिला भन्न त तेरो गर्लफ्रेन्डको नाम भन्न नि लक खोलिदिन्छु मलाई थाहा छ लक अनिसा अनिसा के थरी अनिसा फोरटक्ली अनिसा फोरटक्ली अरे सुहानको गर्लफ्रेन्डको नाम ला खोल्नु अब भाइ मलाई भाइ र म त माम खाइहाल्यो कस्तो तातो हाम्रो छ सुतु म ल खतरा स्टेप आउँछ त भने काकीको नि खतरा आयो ल उज्यालो आउँछ यता नि जाउँ ल हेलो के भन्छ यो कानमै त सुनिन्छ आइज कानमा सुनाइदिनु अरे स्पिकर आइज सुनिस् हजुर पिलायो साथीले सुन्तलावालीहरू खै खै ल ल युसीले हेरेको हेरे त सुन्तला खान ल ल फोटो दामी 1 2 3 गो भिडियो फोटो हो 1 2 3 गो पोज चेन्ज गर्नु त ल
एकजना बुहारी र म खिचौँ ल एउटा तपाईँहरूको पनि फोटै हो तपाईँहरूको पनि फोटै हो हो त देऊ न फोटै हो हो त एउटा अब चाहिँ भयो सुन्तला खाने टाइम यो जाडो मौसममा चाहिँ अब घाममा बसेको बेला सुन्तला नखाए त के मजा होइन ल अब सुन्तला खाइदिउँ हेर नि त अनि पुरा भरेला पनि सुन्तला राख्नुभएको छ त हजुर यसले भएको होइन यो के फर्स्ट डेटिङ हो कि यो के सेकेन्ड टाइम थर्ड टाइम कति छुट्टी भयो कति भयो भने नि यो 4 वर्षको डेटिङ भयो 4 वर्ष हो कति दिनको डेटिङ ए राम्रै भएछ जेस जोडी राम्रै छ स्वाकै रहेछ जेस रमाइलो पल्ट हात मिलाउँदा अगालो मारिहरू त मारिहरू त अगालो कस्तो देखिँदो रहेछ हात चाहिँ मिलाउँछौ अङ्गाला चाहिँ घरमै गर ल ए ल नि त ल म त भयो ब्युटिफुल भात खाएर सकेको छैन फेरि अर्को खानेकुराको प्रिपेरेसन हुँदैछ उता फेरि अब पुलाउको लागि सुरु भयो यता केटाकेटीको आफ्नै संसार छ कोही ऊ पर ग्रुप बनाएर बसेका छन् कोही ऊ पर फोटोसुटको लागि रेडी हुँदैछन् कोही यता सुन्तला खाँदैछन् कोही यता पर्ल्याक पुर्लुक सबै लडिसक्नु हो कोही यसरी बसिरहनु भएको छ हेरेर ल यस्तै छ रमाइलो भाँडाकुँडा उपर हेरिरहेछन् हो सही भन्नु हो के को तयारी हो यो अचार छोपालेको प्याजी हो यो प्याजी पकाउने हजुर यो अचार खाने यो अचार हो छोपालेको अचार खाने आज अब छोपालेको अचार आलुको छोपालेको अचार चाहिँ मिक्स भइरहेछ क्या यो अहिले पुलाउमा खाने यो अनि प्याजी पकाउने मोमो पनि बन्छ बिस्तारै यता चाहिँ के खोजी हुँदैछ यहाँ म शान्तलेको जरादेखि चार्जर निकाल्नु हेलो गाइस हामी चाहिँ पिकनिकबाट गलेर अब चाहिँ गएको हाम्रो घरमा रेस्ट गर्नलाई अब हाम्रो घरमा हामी चिल हान्ने नि आधी घन्टामा पकौडा पाक्छ अनि आउने हजुरहरू पनि आउनु होला है पकौडा खान ल है गाइस अघि तोरीबारी अब फापरबारी फापरबारीमा फापर्नीहरू ल फापर्नी नम्बर 1 फापर्नी नम्बर 2 फापर्नी नम्बर 3 फापर्नी नम्बर 4 वाउ यहाँ त झन् त कस्तो राम्रो देखेको तोरीको फुल तुझे देखा तो ये जाना सनम प्यार होता है दीवाना सनम वाह फिलिङ्स आयो है ल 1 2 3 गो तुझे देखा तो ये जाना सनम प्यार होता है दीवाना सनम अब यहाँ से कहाँ जाए हम तेरी बाहों में मर जाए हम तुझे देखा तो ये जाना सनम वाह 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 ताली आयो मरे मत आई बिलिभ मामा तर यो कसको देख्नु मामा दिनुहुन्छ क्या मलाई मेरो मामाले यो कसको मेरो हो ल बाई ओके साथीहरू अहिले चाहिँ म रिता दिदीको घर आएको छु मेरो माइली आमाजु दिदी हो अनि हामी चाहिँ एकछिन यहाँ बसेर गफ गरेर रमाइलो गर्दैछौँ टोइलेट जानु हो प्रश्न मानु कुकुरा बाहिर निक्ल्यो रहेछ म त आज टेन्सन भएको थियो कुखुराले टोइलेट जान दिएन होला प्रश्न नान्दा भनेर
डर न धेर बेर लाउँदैन रहेछ कुखुरा टोइलेटमा म त नि 2 मिनेट त 1 मिनेटहरु एड गर्न किन हाँस्नु भएको खाइसके पछाडि ओछ्यान भेट्दा त निन्द्रा लागे जस्तो भयो तर हामी ओछ्यान जोडेर गयौँ पकौडा खान यहाँ मकै पोल्दै हुनुहुन्छ वाह मकै पोला यहाँ हेर्नु है गाइस धुवा उडाएर त्यो झन् बल्दैन त्यो तपाईँहरू पनि सिक्न सक्नुहुन्छ काकाको ट्यालेन्ट यहाँ चिया हाल्दैछन् नबिनामा दाउरा भाँच्दै हुनुहुन्छ रमाइलो छ हो गाइस यहाँ एकदमै पकौडा तातो तातो पकौडा मेरो हस्बेन्ड र मेरो के हस्बेन्डको काकाले बनाउनु भएको भन न मेरो काका थियो नि तपाईँ गाइस तातो तातो पकौडा खान आउनु है सबैजना जाडोमा यहीँबाट ह्याप्पी न्यु इयर भनिदिएको ल हजुरहरूलाई यहाँ मुमा हाम्रो प्यारी मुमा बिमला आन्टी गङ्गा आन्टी मुमा केही शब्द राख्नु होला पुलाउको चामल हामीले बिहान अब एकदम चिकन दाल भात सब्जी एकदम खानासाना खाइयो अब यहाँ पुलाउ प्याजी एकदम छोपाले मटनहरू पनि मटन पनि पाक्दैछौँ त्यहाँ आजको पिकनिक प्याजी देखा न उहाँ प्याजी प्याजी यहाँ बुवा यहाँ सम्पूर्ण महानुभावहरू खानाको इन्तजारमा यहाँ ब्लगरमा आइजु पकाउने मान्छे चाहिँ यता हुनुहुन्छ अनि यहाँ चाहिँ पाक्दैछ हाम्रो पुलाउको लागि पानी तात्दैछ अनि यहाँ चाहिँ हावा धेरै चलेको हुनाले यो चाहिँ मेरो बुढाको टेक्निक नाङ्लोले हावा छेक्ने टेक्निक चाहिँ खत्रै हो चाहिँ यहाँ चाहिँ हाम्रो पुलाउको लागि अब तेल हालिसक्यो यता पाक्दैछ पुलाउ यता पाक्दैछ प्याजी उपर बन्दैछ अचार अनि सबैजना खाने वेटिङमा यता लुसी उपर घुम्दैछ केटाकेटी खेलिरहेछन् हजुरआमा सबलाई हेर्दै हुनुहुन्छ अब यहाँ हाम्रो भान्जी चाहिँ यो तातो तातो पकौडा चाहिँ एक राउन्ड सबलाई बाँडेर आउँछ स्टार्ट चाहिँ मबाट गर्ने होइन ल यो निकालौँ भने है अलराउन्डर हो नि त म के हो अरे अलराउन्डर वा हाल्नु यहाँ दुईवटा निकाल्नु ल ठ्याक्क लाएर हो ल अब घुम्नु अलराउन्डर बाई ल है प्याजी आयो है प्याजी खाऊ लुसी पनि पर बसेर हेरिरहेको छ अब चाहिँ लुसीको पालो ल अब प्याजी पकाउने पालो भान्जीको ल पुर्लुक पुर्लुक पल्टाउनु त हो सिकाउने चाहिँ मामा मोमो काग कहाँबाट आयो मटर आलुको अचार बन्दैछ मामा केही शब्द राख्नु होला भ्लगमा आजको पिकनिक कस्तो गयो त पाको रातो चिया पकाउने मान्छे चाहिँ मेरो भान्जी होइन होइन गाइस म चाहिँ चिया लग्दैछु हजुरहरू देख्न सक्नुहुन्छ यो चिया चाहिँ सिधै लगेर म मेरो मम्मीलाई दिन्छु हेलो भनिदिनु हेलो हेलो हामी चाहिँ एकदम इन्जोय गर्दैछौँ पिकनिक अब चाहिँ हाम्रो यहाँनिर प्याजी र चिया टाइम सबैजना प्याजी र चिया इन्जोय गर्दै हुनुहुन्छ चिया र प्याजी अनि कुमार दिदी
कस्तो हुँदैछ त पिकनिक लोकल बारीमा लोकल पिकनिक कस्तो हुँदैछ त पिकनिक ल है सबैजना भनौँ पिकनिक कस्तो हुँदैछ रमाइलो खल्लो चिया खाइँदैछ त्यस्तो हुँदैछ गाई यो शान्ता मुमाले खाना नभइकन खिच्दैको चिया खाने स्टाइल दामी छ झोला राखेर मस्तले झोला राखेर प्लेट राखेर नि प्लेटमा तिमीले अनि यहाँ चाहिँ लुसी पनि डन भएर फुस्केर घुटुरुसु भाग्दैछ म चाहिँ यसलाई पक्र्न खोज्दैछु लुसी आइज ओइ के गरेका तिमीहरूले हामी त धान उखाला आम्मामा कति धेरै काम गरेको भान्जोले भान्जा के गर्नु भएको आम्मामामा हेर यिनीहरू त कस्तो काम गर्दा रहेछन् कस्ता दरा ओइ कसले लगायो तिमीहरूलाई यस्तो काम राम यो सबै तिमीहरूले थुपारेको हो कसले थुपार्न लायो हामीले आम्मामा डर हुँदो रहेछ त अनि भान्जा त हो हो कि क्या हो राम 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 आफ्नै संसारमा छन् यिनीहरू अब पुलाउ खाने बेला भयो आओ पुलाउ खाने बेला भयो पुलाउ खाने पुलाउ खाने कि नखाने खाने खाने पुलाउ खाने कि नखाने खाने रमाइलो लाग्दैछ नाचेका नाचे छौँ रमाइलो छ खोइ नाच्छु नाच्छ लु नाच्नु नाच्नु भान्जा भान्जा पुलाउ खाने भनेको कि भन्नु न पुलाउ त खाइसक्नु भएछ सबैजनाले हामीलाई राखिदिनु नै भएन छ अब के गर्ने भन्नु न अब घरमा माम खाम ल अब घरमा माम खाम न अझै पकाउँदैछन् त्यो त पुलाउ होइन त त्यो त पानी पकाएको हो त हो पानी हो त्यो त अम्मै त अम्मै हाम्रो लुसी मुसी एक्लै के गरेर बसेकी छिन् यहाँ मजा आउँदैछ तिमीलाई पिकनिक अम्मै नि त यता हेर लुसी अम्मै यता हेर न यता हेर कनाइदिनु ल अम्मै कति मजा आनन्द आयो नि अम्मै यहाँ हेर लुसी 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 रिसाइन कि क्या हो लुसी बाई म गएको ल लुसी मनपर्छ आऊ लुसीलाई हेर्न के गर्दैछु लुसी हेर कति ज्ञानी छ लुसी यसो गर्नुपर्छ लुसीलाई मुखमा चाहिँ हात लानु हुँदैन नि फेरि टोक्छ कि हेर यसरी माया गरौँ भने त केही गर्दैन नि लुसीलाई चिलायो अरे यहाँ हेर तिमीलाई मनपर्छ
ल छोडिदिनु अब छोडिदिउँ ल अब बस चल्दैछ त्यसो गर ओके साथीहरू अब चाहिँ हाम्रो पिकनिक पनि सकिन लाग्यो घाम पनि अस्ताउन लागिसकेको छ अब चाहिँ हामी पुलाउ अचार प्याजी सब्जी खाने अनि त्यस पछाडि घर जाने हाम्रो पिकनिक स्पोट चाहिँ यस्तो देखिन्छ टाढाबाट सो लेट्स गो यहाँदेखि उता चाहिँ मैले नाच्दै रमाइलो गर्दै भिडियो सुट गर्ने बिर्सेछु ओके गाइज आजलाई यति नै सी यू इन द नेक्स्ट भिडियो बाई